नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ आज सबै प्रदेशमा पानी पर्नुको साथै केही ठाउँमा बाढी र पहिरोको जोखिम रहेको प्रसङ्गबाट। अहिले नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार राति कोशी, मधेस र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेस र गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले बाढी पहिरो भुच्छेको जोखिम रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिराहाको इलाका प्रहरी कार्यालय मिर्सैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भैद सवार विरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता भोला दाहालले जोहेरी दर्ता गर्ने क्रममा भैद सवारले सेवाग्राहीसँग 9,000 घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिन अघि भैद सवारले पक्राउ गरेको जानकारी दिए। आरोपी प्रहरी सहायक निरीक्षक भैद सवारी विरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ। जनकपुर धाममा मास्टर शेफ सन्तोष शाहको मिथिला थाली सञ्चालनमा आएको छ। मंगलबार जनकपुर धाम उपमहानगरपालिका रामानन्द चोकमा मिथिला थाली नामको होटल शुभारम्भ भएको छ। बासको व्यवस्था सहित शेफ शाहले जनकपुर धाममा पहिलो पटक होटल सञ्चालनमा ल्याएका छन्। 1,80 लाखको लागतमा होटल बनाइएको छ। होटलको हरेक सामानमा मिथिला झल्किएको छ। मिथिलाको परिकारलाई स्थापित गर्ने उद्देश्यले होटल सञ्चालन गरेको शेफ शाहले बताए। उनका अनुसार हिमालय ग्लोबल इन्भेस्टमेन्ट कम्पनीको होटलमा लगानी छ। कम्पनीले मिथिला थालीको 5 वर्षमा 500 शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। दोस्रो छिट्टै कर्ताको दोहामा सुरु गरिने उनले जनाए। मिथिलाको श्रमिकहरूलाई लक्षित गरी त्यहाँ होटल सञ्चालनमा ल्याउन लागिएको छ। मिथिलाको परिवारहरू उपेक्षामा पर्न थालेको छ। नयाँ पुस्ताले बिर्सिँदै गइरहेको छ। उनले भने, हामीले मिथिला खाना स्वाद फर्काउने प्रयास गरेका छौँ। मिथिलाको परिकारलाई स्थापित गर्न खोजेका छौँ। बरिया, ओल, तरुवा, तिलौरी लगायतको परिकार चुलोको स्वादमा खुवाइने उनले बताए। शेफ शाहले आम्दानीको प्रत्येक 3 रुपैयाँमा 1 रुपैयाँ स्थानीय समाज कल्याणमा खर्च गरिने अवधारणा राखेका बताए। आम्दानीबाट केही रकम स्थानीय बाल आश्रम र अनाथ आश्रममा दिइने उनको भनाइ छ। मूल्यमा पनि 1 रुपैयाँ ल्याउने उनले बताए। 250 रुपैयाँमा शाकाहारी खानाको 17 परिकार खुवाइने छन्। मांसाहारी र शाकाहारीको छुट्टा-छुट्टै किचन राखिएको छ। 300 जना अटाउन हल र 7 वटा कोठाको समेत व्यवस्था छ। होटलमा मिथिला खाना पाउनुको साथै मिथिलाको केही कच्चा परिकार बिक्रीको लागि पनि राखिएको छ। सिजन अनुसार अर्को, ओल, आलसको तिलौरी लगायतको परिकार होटलबाट यस्तो मूल्यमा बिक्री गर्ने उनले बताए। तिलौरी किनिरहेको छ, 500 रुपियाँ हाफ कचार किनिरहेको छ। सो हामीले लगभग अलिक बढी पैसा नै दिइरहेको छौँ र एक थाली बेचेको बापत हामीले 1 रुपियाँदेखि 3 रुपियाँ यहाँको एनजिओ अनाथ आश्रमलाई पनि सहायता गर्ने हामी वाचा गर्छौँ। यहाँबाट मात्रै होइन, 100 वटा ब्रान्चबाट खुलेर आयो भने हरेकबाट कन्ट्रिब्युट हुनेछ भनेर त्यो यहाँको एनजिओलाई, यहाँको लोकल। त्यही भएर मेरो विचारमा के भयो कि एक्लै नगरेर यसमा इन्भेस्टमेन्ट कम्पनी ल्याउँ र इन्भेस्टमेन्ट कम्पनीले इन्भेस्ट गर्यो भने इन्भेस्ट गर्न धेरै तयार छ नि त मलाई, अनि राइट चिजमा इन्भेस्ट गरौँ। अब सोच्नु कि एउटा होटेलमा तपाईँलाई महिनाको 10 किलो बिडिया लाग्यो भने 100 होटेल भयो भने हामीले त लाग्यो नि त 1 क्विन्टल बिडिया। 1 क्विन्टल बिडियाको पैसा यदि मेरो गाउँमा, हाम्रो गाउँमा र तपाईँको गाउँमा भित्रियो भने 1 रुपियाँ त घरमा पुग्दैन कसैले। तिलौरीको त्यस्तै हेर्नुहोस्, बिडियाको त्यस्तै हेर्नुहोस्, टमाटर त्यस्तै हेर्नुहोस्। काठमाडौँबाट जहाँ पनि खुल्यो भने यहाँको ठाउँमा हामीले स्टोरेज पनि बनाएको छ। सो गाउँबाट तरकारी पनि किनेर फाल्ने काम हुँदैन। हामीलाई दिनुहोस्। हाम्रो मिथिला खाना नेपालमा जहाँ पनि भयो भने हाम्रो तराईको तरकारी युज हुन्छ। यहाँ रामानन्द चोकमा खोल्नको कारण यहाँको ट्रान्सपोर्टेसन एकदम राम्रो छ। यहाँबाट बास्केटमा प्याक गर्यो, हाम्रो रामहित दाई र दिलीप दाईले चलाउनुहुन्छ। यहाँबाट प्याक गर्यो, बसमा हाल्यो, उहाँको मिथिला दाईलाई फोन गर्यो, त्यो सामान आइरहेछ, पिकअप गरेर भनिरहेछ। मेरो भिजन भनेको यस्तो भिजन हो र इन्भेस्टमेन्ट कम्पनीको नाममा फेरि भन्न चाहे तपाईँहरूलाई, हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी, उहाँको 3 जना अनर हुनुहुन्छ। दीपक कुमार श्रेष्ठ युकेको हुनुहुन्छ, रोबर्ट विश्वकर्मा युके बेस हुनुहुन्छ तर सिङ्गापुरमा अहिले बस्नुहुन्छ।
सबिन महर्जनजी हुनुहुन्छ। सो उहाँको 3 जनाको कम्पनीको जो हाम्रो यसमा इन्भेस्ट गर्नुभएको छ र फर्दरमा पनि हाम्रो एग्रिमेन्ट भएको छ कि अरू पनि खोल्नलाई हामीले गरेका छौँ। मेरो विचारमा मैले गरिराखेको कामहरू मिथिलाको समर्पित छ हैन, र तपाईँहरूले यस्तै माया गरिदिनुहोस् कि हामीले हाम्रो काम कि हामीले गरिराखेको यो तिलौरी बिरियालाई विश्व सामु एउटा लैजानलाई तपाईँहरूको साथ र सहयोग होस्, यति भन्दै तपाईँहरूको क्वेसनमा आउला। धन्यवाद, धेरै धेरै धन्यवाद। केही छुटेको छु भने भन्नु होला, मैले कोसिस गरेँ कि सबै कभर गर्नलाई। र यहाँको संस्थापक म त अब मेरो काठमाडौँमा पनि एउटा रेस्टुरेन्टको ठाउँ मैले लगभग एग्रिमेन्ट गर्न साइन त त्यो फाइन डाइनिङ रेस्टुरेन्ट होला। यो ठाउँलाई पनि मैले एउटा छाया सेन्टरमा ठाउँ अलिकति रोकेर राखेको छु तमिलमा मिथिला थालीको लागि, त्यहाँ पनि छ। त यसलाई तुरुन्तै नै विदिन 5 इयर्समा म यसलाई फस्ट्याउन चाहन्छु। फस्ट्याउनको कारण र यो सस्तोमा बेच्न चाहन्छु, हरेक ठाउँमा महँगो बेच्ने होइन। मैले राम्रो क्वालिटी, सन्तोष शाहको ब्रान्डिङ र यहाँको खाना, यहाँ काम गर्ने जति पनि हाम्रा बहिनी दिदीहरू छन् चुलोमा खाना बनाइराख्नुहुन्छ, सिलौटामा मसला पिसिरहेको छ। र उहाँहरूलाई मैले प्रमिस गरेको छु कि तपाईँको बच्चालाई पनि हामी स्कुलमा पढाउने काम प्रमिस गर्छु। र जस्तो जस्तो आउनुहुन्छ म्याक्सिमम मैले कोसिस गरिरहेको छु कि हाम्रो विधवालाई काम होइन। तपाईँहरूको नजरमा कोही छ कि उहाँलाई जरुरी छ र उहाँको बच्चालाई हामीले पढाउन सक्यो र उहाँलाई एउटा स्किल दिन सक्यो भने उसको इज्जत र सम्मान बढ्छ भनेर मैले आग्रह गर्छु। र हामीसँग काम गर्ने 5 जना हाउसवाइफहरू हुनुहुन्छ जो अहिले काम। सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलङ्का टापुमा कटान सुरु गरेको छ। सुनसरीको बारा क्षेत्र नगरपालिका 6 को सिवाई टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका 8 को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा मंगलबार दिउँसोबाट कटान सुरु गरिएको हो। बेलका 8 मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खेच भन्दा केही माथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष जयकुमार राईले बताए। पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षापछि कोशी नदीमा अत्याधिक पानीको बहाव बढेको छ। कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाको 3 वटा वडाको मानव बस्ती जोखिममा पर्नेछ। बेलकाको वडा नम्बर 8 र 9 अन्तर्गत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर 3 को दुर्गाबन्दी, मिलनचोक, एबीसी टापु, बुधबारे लगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए। नदीको कटान रोक्नका लागि तत्काल तार जाली लगाउने योजना बनाइएको उनले बताए। यसैबीच उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवा सभाको मकालु गाउँपालिका सडक खण्ड अवरुद्ध भएको छ। सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो। मकालु गाउँपालिकाको देउराली नुम बजार छेउ फ्याक्सिन्दा दोभान पारी सामाटार लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो र बाढीको कारण ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारी साधन सञ्चालन हुन सकेको छैन। यस सडक मार्फत मकालु गाउँपालिका र भोट खोलाको नागरिकहरू आवत जावत गर्ने गर्दछन्। बाढी र पहिरोबाट अवरुद्ध भएको सडक खुलाउनको लागि स्काभेटर परिचालन गरिएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। भत्किएको सडक मर्मतको लागि फरक ठाउँमा 4 वटा स्काभेटर परिचालन गरिएको आयोजनाको इन्जिनियर रेशम ओलीले जानकारी दिनुभयो। सडक अवरुद्ध भएको क्षेत्रमा लगातार पानी परेकाले सडक खुलाउन समय लाग्ने इन्जिनियर ओलीको भनाइ छ। पानी नपरे पुरै सडक खुलाउन करिब 5 दिन लाग्ने उनले बताए। अन्यत्र बाटो खुले पनि समटारमा लगातार पहिरो गइरहने भएकाले समस्या रहेको समेत ओलीको भनाइ छ। यस सडक खण्डमा समस्यामा नै यातायात सुचारू नभए बोट खोला गाउँपालिकामा खाद्यान्न सङ्कट हुनेछ। अघिल्लो वर्ष पनि समाचारमा गएको पहिरो महिना दिनसम्म खुल्न नसक्दा खाद्यान्न सङ्कट भएको थियो। कोरोना संक्रमण अघि चीनको तिब्बतबाट खाद्यान्न ल्याए पनि हाल नाका बन्द हुँदा खाद्यान्न सङ्कट हुने गरेको छ। बाराको सिमरनगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको छ। सिमरनगढको वडा नम्बर 1 मा पर्ने नसागरडा भन्ने ठाउँमा आइतबार साँझ मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए। डोजर लगाएर पोखरी खन्ने क्रममा ब्रह्माको मूर्ति फेला परेको हो। मूर्ति निकाल्दा यसको अनुहार र पेटमा चोट लागेको छ। उनले भने अहिले यो मूर्तिलाई भेटिएकै ठाउँ नजिक राखिएको छ। सरकारवाला निकायले यसको संरक्षणमा विशेष ध्यान पुर्याउन जरुरी छ। यो मूर्तिको विशेषता के हो
भने मूर्तिको अघिल्लो भागमा मात्र होइन पछिल्लो भागमा पनि ब्रह्माको आकृति कुदिएको छ। अघिल्लो भागमा 2 देवीहरूको बीच 3वटा टाउका भएका ब्रह्मा छन् भने पछिल्लो भागमा ब्रह्माको एउटा टाउको देख्न सकिन्छ। पौराणिक कथा अनुसार ब्रह्माको 5 टाउको भएको मानिन्छ। त्यसमध्ये एउटा टाउको भगवान शिवले ब्रह्मामा बढेको घमण्ड तोड्न काटेका थिए। ब्रह्माका 4 टाउकालाई 4 वेद र 4 वर्णसँग पनि तुलना गरिन्छ। ब्रह्माको मूर्ति बनाउँदा प्राय कलाकारले अगाडिबाट देखिने 3वटा टाउको मात्र बनाउँछन्। सिम्रौनगढमा भेटिएको यो मूर्तिमा भने कलाकारले आफ्नो सिप उपयोग गर्दै 4 टाउको बनाएको देख्न सकिन्छ। यो मूर्ति करिब 4 फिट अग्लो भएको सञ्चित बताउँछन्। सिम्रौनगढमा यस अघि पोखरी खन्ने क्रममा हरिहरपुरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो। रञ्जितका अनुसार गएको 6 वर्षमा पोखरी खन्दा भेटिएको यो 13औं मूर्ति हो। सिम्रौनगढ यस्तो ठाउँ हो जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ। त्यही भएको त्यहाँ 3 फिट भन्दा मुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्य नभए भने भएको छैन। प्राचीन स्मारक ऐन 2013 र स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार सिम्रौनगढ क्षेत्र तुरुन्तै सुरक्षा क्षेत्र घोषणा गरेर खनजोत तत्कालै प्रतिबन्ध गर्नुपर्ने आवश्यकता भइसक्यो। रञ्जितले भने अहिलेसम्म भेटिएका सम्पदालाई संरक्षण गर्न पनि जरुरी छ। सिम्रौनगढमा फेला परेको यो दोस्रो ब्रह्माको मूर्ति हो। यसअघि फेला परेको ब्रह्माको मूर्ति छाउनी संग्रहालयमा राखिएको छ। यो मूर्तिलाई पनि संरक्षण गर्न उनीहरूले पुरातत्व विभागलाई पत्र लेखेका छन्। यसलाई सिम्रौनगढमै संग्रहालय बनाएर वा मूर्ति भेटिएकै ठाउँमा सुरक्षा व्यवस्था मिलाएर संरक्षण गर्नुपर्ने उनीहरूको माग छ। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।